भर्खरै मात्र हजुरको बिहे भएको छ भने यो भिडियो स्किप नगरी हेर्नुहोला किनभने यो भिडियो हजुरहरूको लागि नै हुन सक्छ। रिसेन्टली हजुरको बिहे भएको छ भने हजुरसँग त बिहेको माला पक्कै नै हुन्छ। माला त बिग्रिन थालिसक्यो, अब त्यो मालालाई के गर्ने भनेर सोच्नु भएको छ भने हजुरले यस्तो फ्रेम रेडी गराउन सक्नुहुन्छ। यो साधारण फ्रेम भने चाहिँ होइन, यो चाहिँ मालालाई प्रिजर्भ गर्ने एउटा छुट्टै माध्यम हो। जस्तै यो फोटोमा देख्नु भएको चाहिँ हाम्रो क्लाइन्ट हो। हामीले उहाँको नै यो वरमाला प्रिजर्भ गर्न जाँदैछौँ, जुन चाहिँ उहाँले फोटोमा लगाइरहनु भएको छ। उहाँले आफ्नो माला हामीलाई जुन 14मा पठाउनु भएको थियो। लगभग 16-17 दिनपछि हामीले यो प्रिजर्भेसन प्रोसेस चाहिँ कम्प्लिट गरेर यो फ्रेम रेडी गरेको छौँ। हाम्रो अगाडिको प्रोसेसमा देख्नु नै भयो होला, हामीले चाहिँ सुरुमा दुबो मालालाई राखेको थियौँ अनि यो रोज पेटल्सले उनेको मालालाई बिस्तारै पेटल्सहरू छुट्याएर स्प्रिङ्कल गरेर राखिदिएको छौँ छेउछेउमा। साथै त्यो रोज मालामा भएको मोती पनि त्यसरी नै राखेर बिचमा चाहिँ 2वटा फोटो एड गर्यौँ। मालाको सबै भाग भने राख्न सम्भव हुँदैन, त्यसका केही विशेष पार्ट्सहरू चाहिँ फोटोसँग प्रिजर्भ गरेर एउटा सुन्दर सम्झनाको रूपमा चाहिँ हामीले यो पार्ट्सहरू चाहिँ सुरक्षित राख्यौँ। हामीले यसरी प्रिजर्भ गरेर बनाएको मालाहरूको फ्रेम नि हजुरको त्यो सिसा जस्तो फुट्ने बिग्रिने भने चाहिँ केही पनि हुँदैन। यसमा अझै के स्पेसल छ भने नि हजुरको यो एकचोटि बनाइसकेपछि यो मालाहरू कहिले पनि बिग्रिँदैन। कसैले चाहिँ प्रिजर्भेसन भनेर यो स्याडो बक्स जस्तोमा साधारण फ्रेमहरूमा रोजमालाहरू यत्तिकै राख्ने गर्छन्, जसले गर्दा त्यो भित्र नै धुसी लागेर कुहिने गर्छ। त्यसैले सबैभन्दा राम्रो अप्सन चाहिँ हजुरले रेजिनमा प्रिजर्भ गर्नु हो। साधारण फ्रेम भन्दा चाहिँ यो रेजिन केमिकल हालेर बनाएको फ्रेम चाहिँ अलिकति कस्टली नै पर्छ, तर हजुरले यसलाई एकचोटि बनाउनु भएपछि कहिले पनि रिग्रेट हुँदैन। यसलाई वान टाइम इन्भेस्टमेन्ट पनि भन्न सकिन्छ। अरूभन्दा नि हजुरको माला सधैँको लागि सुरक्षित रहन्छ।